यस्तो गर्मी यार कति 31 डिग्री रहेछ मैले भर्खर हेरेको होइन तपाईँको तापक्रम चाहिँ अहिले हाम्रो काठमाडौँको अब हामी त कालो मान्छे डरला भने डर छैन होइन मतलब भएन अब गोरो मान्छेहरूले चाहिँ गाह्रो सनस्क्रिम लाउने होला के मुखमा छिर्या सो हेलो एन्ड नमस्ते एभ्रिवान होप यु गाइज आर फाइन सबजना सन्चै आरामै हुनुहुन्छ होला होइन म पनि सन्चै छु सो आज बाइकबाट इन्ट्रो हानिदिएको होइन ढिला भइसक्यो उता मामाले बोलाएकै छ आज मामा भेट्न जाँदैछु म फेस टु फेस चट्टा लाएर तपाईँहरूलाई पनि भ्लगमा देखाएको छु अनि त्यही हो ल जमाइ त त्यो ल अहिले चाहिँ हाम्रो यता के अरे 13 दिनको काम सुरु भइरहेछ भनौँ न हेर्न यो मान्छे हेर्दै हेर्दै फर्की हाँसिरहेछ त्यो त 13 दिनको काम सुरु भइरहेछ अब म चाहिँ भ्लग गर्न निक्लेको होइन काम त यता नि काम थियो नि त अस्ति जुन हजुरआमा मेरो त ठुलो मम्मी पर्छ ठुलो मम्मी बित्नु भएको थियो नि त अनि जस फेरि कपाल काट्नु पऱ्यो मैले चाहिँ त्यही भएर क्याप बोकेर हिँडेको छु अनि अहिले चाहिँ मामाको पनि जानुपर्ने हुन्छ अघि नै बोलाएको मामाले यार ढिला भइसक्यो यार यस्तो गर्मी छ यार अहिले त आम्मा त्यो गाइज गर्मी चाहिँ लास्टै छ होइन लास्टै अति नै गर्मी छ कति 33 डिग्री होला सायद अघि नै हेरेको थिएँ मैले अति नै गर्मी झन् उता चितवनतिर अनि यो के अरे पोखरामा त्यस्तो छैन होला सायद तर चितवनतिर यो उता के अरे यो इटरी धरानतिर त लास्टै गर्मी होला यार यो मिरर चाहिँ ठोक्का गर्छ भने निकालिदिउँ भनेको फेरि अब कहिलेकाहीँ मेन रोड हिँड्नुपर्छ नि त अनि तपाईँको त्यही भएर अनि ननिकालिराखेँ ओए आसे ल अब चाहिँ म भट्टाभट जानुपर्ने हुन्छ मामाकोमा कुर्रा होला यार मामा कहाँ जाने भन्दै थियो ढिला भयो यार मेरो ब्रेक के भइरहेछ यार यस्तो टाइट त हुनु नपर्ने मेरो ब्रेक के भइरहेछ यार आफै टाइट हुन्छ क्या ब्रेक नि यार त्यो ल म चाहिँ हातवरबाटै आइपुगेँ होइन अब मामा घर चाहिँ यहीँ हो मामा चाहिँ हिँडिसक्यो होला यार मलाई कुरिराखेन होला यार धेरै टाइम लागिसक्यो मैले होइन ल चट्टो लगाएर मामालाई भेट्छु के छ मामा ल ह्यान्डसम छ है मामा चाहिँ ल हामी चाहिँ निक्लिनु लाग्यो अब कहाँ जाने मामा आज हामी सातो बाटो चट्टो लगाएर बुझ्नु जाने बुझ्न कि के हो मलाई थाहा छैन मामाले हिँड्नु भने हिँडिदिने हो फेरि म त फेरि जहाँ भने त्यहाँ हिँडिदिने हो नि त फेरि कपालमा त कस्तो देख्ने क्या त्यो अब कपाल लामामा देखिरहने बानी भएर कोली स्टार्ट गरिसक्यो ल अब मामाको बाइकमा जाने हो नि त सेट ल्याएर अब यार टुडुन अगाडि ब्रेक जाम रहेछ नि त अगाडि किन टाइट भएर पुरै ब्रेक जाम रहेछ नि त यार के भइरहेछ यार देखाउनु पर्छ यार थट पुरै ब्रेक जाम रहेछ क्या अघिदेखि नै ल बाइक चाहिँ यहाँ राखौँ अब चल्दैछ नि त बसौँ मामा भयो त्यो ल चट्टा लाएर हिँडिसक्यो हामी चाहिँ अब सातो बाटो जान्ला यता माथिबाट जाने क्या एउटा अब यहाँको बाटो चाहिँ पिच गर्नु बाँकी रहेछ ल मामा त दामी यो मामाको बाइक त झन् पो दामी हुँदै आएछ यार चलाउनु नि आनन्द आउने अब मेन रोडमा भेटौँ ला त हामी के केस बुझ्न जान्ला हो के त ल सो गाइज हामी चाहिँ फाइनली के अरे यो जम्बू डाँडा कट्यो होइन अनि त्यही हो स्पोर्ट बाइक चलाउन लास्ट टाइम मजा आउँछ यार तर हल्का ढाड र यो भाग चाहिँ दुख्छ तपाईँको त्यो बान्ड नभएर होला तर नभए त यस्तो रमाइलो लाग्ने क्या कस्तो चिल टाइपको आनन्द अनि यो डट हेलमेट लगाइरहेको छु नि त मैले त अनि यो के अरे धुलोहरू चाहिँ आँखामा लत छिटिरहेछ अलिकति निहुरिनुपर्छ नि त यसरी त्यही भएर होला कि के हो यो ल हामी चाहिँ सबिन दाइकोतिरबाट जान लाग्यो यताबाट ओहो यस्तै धुलोले हो क्यान्सर हुने बिसार कुदाउनु पर्छ यार
फेरि हात नबसेको बाइकमा अलिक गाह्रो हुन्छ नि त। मरि दुईजना तग्लु दिएर हो क्या हो। ए तर मेरो त तग्लु भयो नि। ल मामा ओ मामा क्यापे ल्याउनु पिस क्यापे ल्याएर नि मैले। ल यार ताग्लुमा हिँड्नुपर्ने भयो यार। अब यार थै केही छैन ठिक छ। सो फाइनली गाइज म चाहिँ अहिले एक्लै राइड गरिरहेको छु। मामा चाहिँ डुङ्गा बसिरहेको छ। अब मामाहरू चाहिँ कहाँ गयो खोइ आउँदैन त। अनि त्यही हो ल मलाई बाटो थाहा छैन फेरि। अनि यो चाहिँ हाम्रो एयरपोर्ट साइड यता साइड भनौँ न होइन। ओए आर्मी हो क्या हो सर त यार कस्तो आँचिला यार। ऊ मामा डनहरू त्यहाँ बसिरहनु भयो। अब त्यही हो यो एङ्गल चाहिँ थाहा छैन मलाई मिलेको छैन। अब किनकि अब स्पोर्ट बाइकमा त त्यस्तो थाहा छैन नि त मलाई। अनि त्यही हो ल स्पोर्ट बाइक चलाउन आज मजा आइरहेछ जस। अनि हामी चाहिँ त्यही हो सातो बाटो जानु लाग्यो। अहिले चाहिँ हल्का मामाको काम नि छ नि त तपाईँको अझै बाँकी भएको त्यो काम चाहिँ अब निम्टाउनु पर्ने हुन्छ निप्टाउनु पर्ने हुन्छ। खोइ अब केसको बारेमा चाहिँ के भनिरहेछ भने अब यो केस चाहिँ अब हुन्छ नि शान्तिनो केस भन्दै थियो अरे। अनि यस्तो केस त अब जेस हुन्छ नि धेरै हुन्छ टाइपको कुरा भएको थियो अरे क्या। तपाईँको झन् यतातिर त लास्टै गर्मी हुने रहेछ क्या। यो जुन पिचमा हुन्छ नि अति नै गर्मी हुने रहेछ यार। यो पिच पुरै तातिँदो रहेछ। अनि पुरै त्यो गर्मी त्यो हिट फ्यालले क्या थैट अति नै पोलिरहेको छ यार। अति गर्मी छ यार अहिले चाहिँ यार। थैट यस्तो गर्मी भयो भने त महाकुरी मृत्यु भइहाल्छ नि। झन् ल काठमाडौँमा त यस्तो गर्मी छ झन् के अरे उता तराईतिर झन् कस्तो होला त यार। तर बानी हुँदो रहेछ है आफ्नो बानी टाइपको हुने रहेछ। मैले धेरैलाई सोध्थेँ क्या अब जेस हुन्छ नि। अनि त्यता त्यस्तो गर्मी सर्मीमा कसरी बस्छ यार केटाहरू अरे यताउता भन्थे। तर उनीहरूलाई बानी पर्ने रहेछ क्या। अब हामीलाई यता धुलो खाने बानी परे जस्तै क्या। काठमाडौँमा अब धुलो खाने बानी पर्छ नि त हाम्रो यता। अनि त्यही भएर सेट 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 जाम खोलियो जाम खोलियो जाम खोलियो जाम खोलियो जाम खोलियो जाम खोलियो। ल अब चाहिँ अलिअलि के अरे चिसो हावा खान पाइन्छ क्या आनन्दले। बाइकमा हिँड्नु कारण त्यही हो। अब हामी त कालो मान्छे डरला भने डर छैन होइन मतलब भएन। अब गोरो मान्छेहरूलाई चाहिँ गाह्रो सनस्क्रिम लाउने होला के मुखमा छिर्या। अब हामी कालोलाई नुको न सनस्क्रिम न टनस्क्रिम होइन जस जे छ त्यही छ। हाम्रो मामा चाहिँ हिरो बनेर हिँडिरहेको छ होइन पुरा चिन्डेमा क्या सहेर छ मामालाई यार। तर यार यस्तै कट हान्नु पऱ्यो मैले। अब है चिन्डे छु नि त म आज फेरि मैले क्याबै ल्याउनु बिर्सेछु। आज चिन्डेमै हिँड्ने हो दिनभरि चिन्डेमा आज दिनभरि चिन्डेमा। ओए कति खाली बाटो यसो यहाँ चाहिँ फेरि ओभर पुरा स्पिड उयो हुन्छ क्या। स्पिड के अरे उयो भएर हुन्छ त्यहाँ के अरे हेरेर हुन्छ। धेरै स्पिड कुदाउनु भन्दा 50 भन्दा स्पिड धेरै कुदाउनु हुँदैन क्या। आनन्दले जाने हो बरु। फेरि स्पिड चेकिङ पऱ्यो भने क्लास लिउँ यताउता गर्दा गर्दा झ्याउनै हुन्छ क्या। त्यही भएर तर यस्तो मेन रोड कुदाउनु लास्टमा त आउने यार। ओहो अब आफ्नो डट बाइक हुन्छ नि यस्तोमा कुदायो भने डटार कति हप्तामै सिद्धिन्छ नि त। अनि यस्तोमा कुदाइदिएन के अरे कुदाउँदैन। अनि अब धेरै डाँडा गएर चढाएर हो कि के हो यस्तो बाटोमा हिँड्दा त मजा आउने रहेछ यार आनन्दले चिल पारामा। अब स्पोर्ट बाइक किन्नु पऱ्यो क्या हो केटा हो है। अब यो बाटो बन्यो भने चाहिँ खतरा हुन्छ यार यो माथिको बाटो किनकि 3 लेन हुन्छ नि त दामी हुन्छ। अहिले चाहिँ यस्तो जाम हुन्छ हौ थैट जाम 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 यार गर्मीमा यार थैट जस्तो दिमाग खराब हुन्छ नि यार। ओपेल पाम तिम्रो सुरमा ताल मिलाएर। चस्मा चाहिँ मलाई हुनुपर्ने हो क्या अलिकति साउ थियो कि तर जेलाई नि मलाई त चोरै देख्छ नि।
हो भने सो हामी चाहिँ यहाँ अब चौकिनी धाउने गरेरै आएको भनौँ धाउन भन नि अब जस यताउता निवेदन सिवेदन फेरि दिनला जस्तो लागेको छ मलाई चाहिँ है अब क्लियर भएन म चाहिँ अहिले नै यो गर्ला भनेर भनिदिनु तपाईँलाई जस अब हुँदैछ कुरा यहाँ चौकीतिर नि अनि अब खै के हो यार केस चाहिँ किन नलिएको भनेर अझैसम्म कन्फ्युजमा छु हामी अचम्म लागेको छ यार मलाई नि ल है ल मामाको फ्यान ल आमा ओइ गाडीको सिसा फुट्ला हो बहिनी ल केटीएमले यस्तो गर्मी यार कति 31 डिग्री रहेछ मैले भर्खर हेरेको होइन तपाईँको तापक्रम चाहिँ अहिले हाम्रो काठमाडौँको होइन अनि भनेपछि 31 छ भनेपछि अब तपाईँको तराईतिर कति छ भने कति होला भने जस्ट 40 माथि होला सायद अनि कति गर्मी होला यहाँ त यस्तो छ मरिहत्ते छ गर्मीको अबे बाबा गर्मीले खुसिन्छ जस्तो योपालि ल है ल चट्टो लगाएर हामी चाहिँ खेमेसँग ललित कुमार थापा ल है ल हामी चाहिँ खेमेजीलाई भेट्न आएको खेमेजी कहाँ छ यार खेमे कहाँ छ खेमे डनर आए डनर के छ खेमे सर ल हजुरलाई भेट्न आएको यहाँ हामी ल दाइ नमस्ते छिरिङ यसलाई भेट्न यहाँ आउनुपर्छ देख्यो गाह्रो छ नि त्यही बोइस मजा आएन दाइलाई चाहिँ अलि मजाले गर्दै हुन्थ्यो होइन होला गर्नु न ल चट्टो लाएर खाजा खाएँ होइन अनि यहाँ केमा सरहरूले ओ के भयो केमा सर अब हामी चाहिँ बिदा लिन चाहन्छौँ हामी बिदा लिन चाहन्छौँ हामी के गर्छ यसले त यार ल चट्टो लाएर ल केटा हो ल है ल बिदा लिनुपर्ने हुन्छ अब हामी चाहिँ चट्टो लाएर होइन अब त्यो हो ल केटा हो ल ब्लू कलर यो दामी हो नि बाइक तर ब्लू कलरको हो के ब्लू कलर ल केटाहरू है जसमा अब त्यही हो म चाहिँ मामाको बाइक चलाएर हो नि त अघिदेखि नै त्यो अब स्पोर्ट बाइक नि मजा आउँदो रहेछ चलाउन कस्तो आएको यार घामे त आएर छ ल निक्लिनु लाग्यो हामी चाहिँ अब चट्टो लाएर अब भक्तपुर जानु होला इडिट सकाएर अब म नि निस्किनु पर्ने हुन्छ होइन अनि चाँडो नै ल सो गाइस हामी चाहिँ घर भनौँ न ल मामा घर आइसक्यो अनि म चाहिँ निस्किनु पर्ने हुन्छ त्यो दाइ भेट्न आएर रहेछ अनि कुरिरहेछ क्या अघिदेखि नै त्यही भएर म निस्किहाल्नु पर्ने भयो ढोका लगाइदिउँ न त होइन ओ के हो ल निस्क्यौँ है त्यो हो ल ब्याक टु आवर माई ओ चाबी नै माथि छ यार बाइकको मामा माथि गएपछि चाबी नै नलाइकन जानु लागेको छ यार म त के होला त मेरो चाबी नै यही छ यार चाबी उता भित्र हेर्नु त एकचोटि भित्र हो कि कता होला ल बाई बाई ल हाँस्छ त ल बाइकमै भेटौँ ल अब त्यो दाइ कुरिया छ अरे उता माथि झन्डा पार्कमा अनि हामी चाहिँ भक्तपुर गएर आयो नि त फेरि त्यही भएर अन्धकार भइसक्यो लाइसियो त्यो ल अब आज भगे हो होइन मामासँग डुलियो धेरै पछि यसरी कहिले डुलेको थिएन हामी अगाडिको ब्रेक चाहिँ पुरै जाम भइरहेछ के भयो बिसार कुदाउनु पर्छ यार अब
ओम भने बेमे त्यो बेला मजा निस्किसक्यो ल यार स्पोर्ट बाइक चलाउँदा यो त कस्तो कस्तो लाग्दो रहेछ यार ल कस्तो कस्तो फिल भएको यार आफ्नै बाइक चलाउन नि ओए कस्तो अर्कै फिल भएको यार त्यो आज दिनभरि अब स्पोर्ट बाइक चलाएँ नि त त्यही भएर अनि खोइ कस्तो कस्तो फिल भइदिने क्या ल त्यही हो अब दाइलाई भेट्छु होइन आजको भ्लग चाहिँ यस्तै भयो सबैजनालाई बाई 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 भन्न चाहन्छु है आजको भ्लग यहीँ इन गरिदिन्छु अनि माया गरिदिनु होला सबैजनाले बाई बाई गाइस टेक केयर बाई बाई